रिन्यू वान थिङ सबैलाई एउटा कुरा थाहा छ जब एक दिन प्रभु यीशु आफ्नो चेलाहरूसँग आउँदै हुनुहुन्थ्यो नि एउटा बाटो भएर जाँदै हुनुहुन्थ्यो नि त्यहाँ एकजना मान्छे छ जसको नाम हो जखायास हामीले जक्कै पनि भन्छौँ तपाईँलाई थाहा छ जक्कै परमेश्वरलाई हेर्नको लागि के गरेको छ प्रभु यीशुलाई हेर्नको लागि त्यसले जिन्दगीमा यीशु देखेको थिएन यीशुको बारेमा सुनेको मात्रै थियो यीशुले के गर्नुभएको कामहरू उसले सुनेको मात्रै थियो अनि एक दिन उसले थाहा पायो मेरै सहरको नजिकबाट यीशु जाँदै हुनुहुन्छ अनि त्यसपछि जक्कैले के गर्छ आफू दौडिन्छ अनि आफ्नो सानो हाइट भएकोले रुखमाथि चढेर प्रभु यीशुलाई हेर्न खोज्छ अनि प्रभु यीशुले त्यसलाई ती चढेको रुखमाथि गएर भन्नुहुन्छ ए जक्कै तल उडेर आऊ म आज तिम्रो भोज खानेवाला छु याद गर्नुहोस् त प्रभु यीशुलाई हेर्न जक्कै दौडेको छ आज तपाईँ र म केमा दौडिरहेको छ यीशुलाई हेर्न यीशुको कामलाई हेर्न उहाँको उद्देश्यलाई थाहा पाउनलाई आज मण्डली जानु पर्यो भन्यो भने के तपाईँ म यसरी नै दौडिन्छौँ कि पैसा कमाउन मात्रै इज्जत कमाउन मात्रै तपाईँ र म बिजी हुनको लागि मात्रै कि अरूलाई देखाउनको लागि मसँग यो छ त्यो भनेर मात्रै प्रमाण दिनको लागि तपाईँ र म दौडिरहेको छ त्यही भएर याद गर्नुहोस् प्रभुको छोराछोरी यदि तपाईँ र मेरो दौड यीशुलाई हेर्नको लागि होइन भने त्यो दौड व्यर्थ रहनेछ त्यही भएर keep running दौडिनुहोस् यीशुलाई हेर्नको लागि त्यही भएर जक्कै जस्तै जब मण्डली जाने कुरा आउँछ दौडिनुहोस् जब सेवा गर्ने कुरा आउँछ दौडिनुहोस् जब तपाईँ र मैले प्रभुको काम गर्ने कुरा आउँछ दौडिनुहोस् आज पैसा कमाउनलाई होइन संसारको कुरालाई हेर्न मात्रै होइन तर यीशुलाई हेर्ने कुरा जब आउँछ keep running guys believers let me tell you keep running God bless you